सबभन्दा पहिला यहाँहरू सबैलाई धन्यवाद। एफएनसीसीआई सिएनआई च्याम्बरका अध्यक्ष पदाधिकारी, नेपालको उद्योग वाणिज्य व्यवसाय क्षेत्रका मूर्धन्य व्यक्तित्वहरू जसले देशको इकोनोमीलाई ठानेर जसोतसो हरेक परिस्थितिलाई सामना गरेर यहाँ भएका जति पनि विकृति विसङ्गतिहरू पनि सामना गरेर नीतिगत समस्याहरूलाई पनि झेलेर जसोतसो यहाँसम्म आउनमा योगदान दिनुभएका तपाईँहरूलाई सबभन्दा पहिला म आजको यो जमघटको लागि पनि धन्यवाद दिन चाहन्छु। बेसिकली तपाईँहरूको विषयहरू सुनौँ भन्ने हिसाबले पनि आज म पार्टीलाई रिप्रेजेन्ट गरेर सरकारलाई केही तपाईँहरूका कुराहरू सुनाएर नीतिगत रूपमा सुधार गरेर त्यसले चाहिँ नि बटम लाइन इन्क्रिज गर्न सक्छ कि भन्ने एकदम क्लियर एउटा मेसेज दिनको लागि म आज यहाँ उपस्थित छु। धेरै भन्दा धेरै सुन्नको लागि आज म उपस्थित भएको हुँ। यहाँहरूलाई सुन्ने क्रम आज मात्र भएको होइन, यहाँले वाचापत्रको पटक पटक प्राय सहभागी अधिकांशले रासोपाको वाचापत्रको विषयमा कुराकानी गर्नुभयो। तपाईँहरूलाई सुन्ने क्रमको हामीले सुरुवात त्यहीँबाट गरेको हो। पोलिटिक्सलाई एउटा जुन ढङ्गले चलेको थियो त्यसबाट एउटा डिपार्चर लिनुपर्छ भनेर नै रासोपा एउटा त्यस्तो प्लेटफर्म बनेको हो। स्टार्ट गर्दाखेरि नै हामीले पोलिटिकल पार्टी विथ लेस पोलिटिसियन, नन पोलिटिकल पर्सनालिटिजहरूको साथमा हामीले सुरुवात गर्दै यसलाई चाहिँ अर्थ राजनीतिमा लिएर जानुपर्छ भनेर हामीले यो प्लेटफर्म सुरुवात गरेका हौँ। राजनीतिका कुराहरू हामीले सुन्दै आएको राजनीतिभन्दा अलिकति फरक ढङ्गले अगाडि जाउँ। अर्थतन्त्रलाई टेवा दिन नसक्ने, आर्थिक हैसियत अभिवृद्धि गर्न नसक्ने, जनताको जीवनलाई छुन नसक्ने, उद्योगी व्यवसायीहरूको बटम लाइन इन्क्रिज गर्न नसक्ने, पोलिसी रिफर्मै गर्न नसकिने, बजारलाई चलायमान गर्न नसकिने, अर्थतन्त्रलाई योगदान दिन नसकिने, रोजगारी सृजना गर्न नसकिने, वैदेशिक लगानीका लागि वातावरण बनाउन नसकिने, आएको रेमिटेन्सलाई सदुपयोग गर्न नसकिने, उत्पादकमूलक व्यवसायमा लगानी अभिवृद्धि गर्न नसकिने, बैंकमा जम्मा भएको पुँजीलाई बजारमा लगानीको वातावरण बनाई अगाडि गर्न नसकिने, त्यस्तो किसिमको राजनीतिको अर्थ छैन। हामी जहिले पनि नेपाललाई सम्भावनाको कुराकानी गरिरहेका हुन्छौँ। नेपालको सम्भावनाको कुराकानी गर्ने हो भने प्रत्येक एकजनाले 2 घण्टा हामी बोल्न सक्छौँ होला, सबैले हामी भन्न सक्छौँ होला। तर त्यो सम्भावनालाई व्यवहारमा उतार्न सकिएन भने त्यस्ता सम्भावनाहरूको रटान लगाएर पो के हुने रहेछ? हामीले त रटान लगायौँ, हामीलाई थाहा छ हाम्रो रिसोर्स हामी के गर्छौँ, हाम्रो रिसोर्सहरू के दुरुपयोग गर्छौँ कि केही पनि गर्दैनौँ। नेचुरल रिसोर्सको कुरा गर्छौँ हामी, चाहे गल्फ कन्ट्रिजको कुराकानी गरौँ, उनीहरूसँग तेल छ, उनीहरूले त्यसैलाई सदुपयोग गरेर आफ्नो इकोनोमीलाई एउटा विश्व मानचित्रमा एकदमै साउन्ड बनाइराखेका छ, निरन्तर त्यो चलिराखेका छ। आफूसँग भएको चिज, हामीसँग भएको चिजको त हामी चर्चा मात्र गर्छौँ, हामी त कुराकानी गर्छौँ कि दुरुपयोग गरिदिन्छौँ कानुनलाई हातमा लिएर, पोलिटिकल अलिकति बेनिफिट लिएर, कि त हामी त्यसको सदुपयोग गर्दैनौँ। त्यस कारणले हामीसँग भएका रिसोर्सेसहरूको सदुपयोग गरेर यो मुलुकलाई समृद्ध बनाउनको निमित्त जे चिजले छेकेको छ त्यो छेकेको चिजलाई हटाउने एउटा सिम्पल कुरालाई हामीले एजेन्डा बनाएर जनताको म्यान्डेटमा हामी गयौँ, जनताको घर दैलोमा गयौँ। हामीले वाचापत्रमा भनेको कुरालाई म अहिले बोकेर पनि आयो। कारण के भने यो सरकार यो वाचापत्र हेरेर चल्छ, हाम्रो यही नै हो। किनभने यही भनेर हामीले भोटमा आएको हो। जनताले हामीलाई भोट दिएको पनि यो वाचा गरेको हुनाले यो लेखेर गरेको वाचा हो जनतासँग। यसभन्दा अगाडि के भयो त्यसको क्रिटिसिजममा मैले समय खेर फाल्नु नै छैन, तपाईँहरू सबैलाई थाहा पाएको कुरा हो, तपाईँहरू सबैले बुझ्नु भएको छ। आज तपाईँले अभिव्यक्त गर्नुभएको कुराहरूमा सल्लाह छ, सुझाव छ। एज अ पोलिटिकल एन्टिटी, एउटा राजनीतिक दलको सभापतिको हैसियतले तपाईँले भन्नुभएका कुराहरूमा मैले विमति राख्न पनि कुनै ठाउँै छैन। अब सहकार्यको मात्र जरुरत हो। तपाईँले भन्नुभएका कुराहरूको वाद प्रतिवाद, त्यसको जवाफ, त्यसको कुनै ठाउँै छैन यहाँनिर, त्यसको कुनै गुन्जाइसै छैन। इकोनोमीलाई ग्रो गर्नको निम्ति तपाईँले गर्नुभएको कुरा हो। एउटा कुरा चाहिँ हामीले के बुझ्नुपर्छ भने हिजो जुन अवस्थामा राजनीति थियो त्यो अवस्थामा तपाईँहरू बाध्य हुनुभयो। तपाईँहरूमध्ये 2 जनाले पनि मेरो घर देख्नु भएको छैन होला। बाँकीलाई पनि भन्छु तपाईँले कहिल्यै मेरो घर देख्नु पर्दैन, तपाईँले कहिल्यै मेरो पार्टीको सदस्यता लिनु पर्दैन, तपाईँले मेरो पार्टीको अफिसमा एक पाइलो टेक्नु पर्दैन। चाहिँदै छैन, जरुरतै छैन। पोलिसीले प्रोटेक्ट गर्ने हो, कुनै पनि जरुरत छैन। हिजो तपाईँको बाध्यताले गर्दा तपाईँहरूले गरेका सबै कामहरू गैर कानुनी भएनन् होला, तर गरेका सबै कामहरू कानुनको दायराभित्र परेनन् कि? हामी यही नै छौँ नि अहिले। अहिले हामीले अप्ठ्यारो परेको भनेको तपाईँहरूलाई के भने हामीले गैर कानुनी काम गरेका छैनौँ, तर देशकाल परिस्थिति समय पोलिटिक्सले हामीले गरेका सबै कामहरू कानुनको दायराभित्र परेनन् कि भन्ने कुराले तपाईँहरूलाई चिन्तित बनाएको न हो।
इट्स अलराइट, इट्स नट अलराइट बट इट्स अलराइट। एउटा कट अफ पोइन्ट त चाहिन्छ। हामी त्यो कट अफ पोइन्टमा आइपुगेका छौँ। अब हामी त्यसमा जान सक्दैनौँ। मेरो यहाँलाई रिक्वेस्ट एउटा के छ भने तपाईँहरूले आफैले पनि एकचोटि सबै चाहिँ नि साथीहरूले बसेर इन्टरनल अडिट चाहिँ गर्नुपर्छ। वाट वेन्ट रङ, हामीले पनि त केही मिस्टेक्सहरू गऱ्यौँ होला नि भन्ने कुराको अडिट तपाईँहरूबाट भयो भने हामीलाई सजिलो हुन्छ। धरपकडको कुरा आइरहेको छ, म त्यसमा आउँछु अलिकति। म तपाईँलाई सिम्पल एउटा कुरा के बताउन चाहन्छु भने पोलिसी रिफर्म गर्नुपर्ने आवश्यकता छ। जहाँ जहाँ पोलिसी रिफर्म गर्नुपर्ने हुन्छ त्यहाँ हामीलाई समस्या छैन। मलाई, मेरो पार्टीलाई, हाम्रा नेताहरूलाई 1 रुपियाँ पनि चाहिएको छ। हामीले पैसा कमाउन चाहेको दिन त सिक्यो त देश। पैसा कमाउनु कति 20, 30, 40 सेकेन्ड भन्दा बढी त लाग्दैन होला। मैले या हाम्रा नेताहरूले पैसा कमाउन खोज्यौँ भने त सकियो नि। त्यो त कति कुनै मिनट, लेस देन अ मिनट लाग्छ नि। तर हामी त्यहाँ बिल्कुल छैनौँ। हामी कम्प्लिट त्यहाँ छैनौँ। मैले अलिकति स्ट्रेट फरवर्ड भएर तपाईँहरूलाई भन्नु खोजेको कारण के भने हाम्रो पोलिसीले तपाईँहरूलाई प्रोटेक्ट गर्छ। अलिकति पनि तपाईँले डाउट मान्नु पर्दैन। नो डाउट अबाउट इट। थोरै पनि डाउट तपाईँहरू नराख्नुहोस्। तर मुलुकले अलिकति डिपार्चर लिने यो बेलामा अलिकति गभर्नेन्सका कुराहरूलाई हामीले प्रायोरिटीमा लिएर आएको कुरामा त्यहाँ केही न केही स्टेप्सहरू चल्छ। त्यो स्टेप्सहरू चल्दाखेरि उद्योग व्यवसाय गरिरहेका साथीहरूको उहाँहरूको केही इन्भल्भमेन्ट देखिएको खण्डमा कानुनलाई सघाउने सिलसिलामा तपाईँहरूले केही न केही मद्दत तपाईँहरूलाई बाट राज्यले चाहन्छ होला। त्यहाँ केही ट्रबल हुन सक्ला। तर त्यसलाई यहाँहरूले अन्यथा नलिकन अगाडि बढ्नुभयो भने हामी एउटा पोइन्टमा पुग्छौँ। हामीले कसका आधारमा यो गोल सेट गरे हो त? हामीले $3000 चाहिँ प्रतिव्यक्ति आएको गोल बनाइरहँदा अथवा हामीले सम्मानजनक मध्यम आय भएको मुलुक बन्छौँ 5 देखि 7 वर्षमा भनेर पिपुलमा गएर प्रमिस गरिरहँदा कि हामीले हाम्रो अकाउन्ट्स, हाम्रो बिजनेस, हाम्रा वरिपरिका साथीभाइ हेरेका हो र? हामीले तपाईँहरूलाई नै हेरेको हो नि। हामीले एफएनसिसीआईलाई हेरेको, हामीले सिएनआईलाई हेरेको, हामीले तपाईँहरू सबैजना जति साथीभाइहरू हुनुहुन्छ सबैजना चेम्बर सबैलाई हामीले हेरेका हौँ। तपाईँहरूको स्ट्रेन्थको आधारमा नै हामीले यो आँट गरेका हौँ। तपाईँले जे बताउनु भएको छ हामी यो गर्न सक्छौँ। तर हामीलाई पोलिसी रिफर्म चाहिएको छ। हामीलाई 10वटा प्रक्रियागत झन्झटमा हामीलाई अल्मल्याइयो भनिएको छ हो नि। प्रक्रियागत झन्झटबाट बाहिर निकालेर तपाईँहरूलाई वान स्टप सेन्टर बनाउन सक्यो भने तपाईँहरूले ग्रो गर्न सक्नुहुन्छ। व्यवसायीको रूपमा तपाईँहरू प्राइभेट जेट चलाएर बस्नुहोस्, हाम्रो स्वागत छ। राज्यको नियम कानुनलाई मान्नुहोस्, कर तिर्नुहोस्, इम्प्लोइमेन्ट क्रिएट गर्नुहोस्। हामी तपाईँको ग्रोथलाई रोक्न चाहँदैनौँ। रासोपाको रूपमा सरकार हामीले सरकार सञ्चालन गरिरहँदा हामीले गरेको बाचा, हामीले लिएको टार्गेटको आधार कोही छ भने तपाईँहरू उद्योग व्यवसायी साथीहरू नै हुनुहुन्छ। तपाईँहरूकै बलमा हो र यो हलभित्र त्यो क्यापासिटी छ भन्ने कुरामा विश्वास राखेर नै हामीले दिल खोलेर नै भनेका हौँ। किनकि हामी पोलिसी रिफर्म गर्छौँ। जस्तो अहिले यहाँ वनको कुराकानी गर्नुभयो तपाईँहरूले, सरकारले ल्याएको अर्डिनेन्स पनि कहीँ न कहीँ त्यो गोललाई मिट गर्नको लागि ल्याएको अर्डिनेन्स छ। मतलब सरकारले फुल हाउसमा लगेर त्यसलाई पार्लियामेन्ट्री डिस्कसन गरेर पार्लियामेन्ट्री कमिटीमा त्यसलाई डिस्कस गरेर अनि फेरि त्यसलाई कानुनको रूपमा लिएर जाने कुराहरूमा त छँदैछन्। त्यो प्रोसेस, रेगुलर प्रोसेस त छँदैछ। तर हामी एक किसिमको हतारोमा पनि छौँ। 70 वर्षदेखि भएको खाडललाई पूर्णको निमित्त हामीले केही न केही कदमहरू अलिकति स्पिडमा चाल्नुपर्छ। त्यो स्पिडले दुर्घटना ननिम्त्याओस् भन्ने कुरामा सरकार सचेत छ। तर प्रक्रियागत झन्झटहरूमा सरकार अल्झिँदैन भन्ने कुराको उदाहरण यहाँलाई दिएको। त्यसको एउटा उदाहरण चाहिँ हामीसँग यथेष्ट बहुमत हुँदाखेरि पनि, नम्बर हुँदै पनि कतिपय कुरा अर्डिनेन्स मार्फत काम गर्न खोजेको कारण के भने त्यसले कहीँ न कहीँ कतै न कतै हामीले सोचेको टार्गेटलाई फुलफिल गर्ने एउटा ठाउँ बनाएको छ। त्यसैका लागि हामी अगाडि बढेका छौँ। जिडिपीमा कन्ट्रिब्युसन तपाईँहरूको अफकोर्स त्यसमा कुनै अर्को 2 मात्रै हुन सक्दैन। जुन किसिमको कन्ट्रिब्युसन यहाँले गर्नुभएको छ र गर्नुहुन्छ, हामी त्यसमा आशा गरेर नै हामीले यसरी अगाडि बढेका हौँ। अब उद्योग व्यवसाय क्षेत्रलाई चाहिँ यो क्षेत्रलाई अलिक बढी टार्गेट हुन्छ। यो देशमा सधैँ आक्रमण हुँदाखेरि हामी पर्छौँ भन्ने कुरा यो देखिएको कुरा हो। तर सम्झनुहोस् त हामी यहाँसम्म आइपुग्नको निमित्त, यो ट्रान्जिसनमा आइपुग्नको निमित्त कहीँ न कहीँ कसैले कुनै न कुनै योगदान दिएकै हुन्छौँ। तर तपाईँहरूलाई भएको ड्यामेज, तपाईँहरूको चाहे त्यो फिजिकल ड्यामेज होस् या तपाईँको व्यक्तित्वको ड्यामेज हो, त्यसलाई हामी क्यापिटल मान्छौँ। त्यो तपाईँको त्यो पनि एउटा लगानी हो। देशलाई परिवर्तनमा ल्याउनको निमित्त तपाईँले दिनुभएको योगदानको रूपमा त्यसलाई इतिहासमा दर्ज गर्छौँ नि हामी। त्यो दर्ज भएको छ तपाईँले गर्नुभएको योगदानको लागि। तर अब अगाडि बढ्ने सिलसिलामा हामीले त्यो पिस जोन बनोस् भन्ने कुराहरू, त्यसमा सरकार अत्यन्त सचेत छ। तपाईँहरूलाई केही सल्लाह दिन अथवा तपाईँहरूलाई केही
बताउन अथवा टेक्निकल कुराहरू अलिकति यो इकोनोमीसँग सम्बन्धित कुनै एकदमै विषयगत कुराहरू बुदामा डिस्कस गर्न भन्दा पनि तपाईँहरूको त्यो मनोबल अलिकति के भएको कस्तो भएको अलिकति डर त्रास जस्तो वातावरण भएको सुनेको कारणले पनि तपाईँहरूसँग म एउटै टेबलमा बस्नु खोजेको। तपाईँहरूले अलिकति पनि चिन्ता मान्नु पर्दैन। यो सुशासनको एजेन्डालाई अलिकति द्रुत रूपमा अगाडि बढाउनको निमित्त केही प्रश्नहरू तपाईँको इन्स्टिट्युसन्सहरूसम्म आइपुगेछ भने त्यसलाई यहाँले सहज रूपमा लिदिनु होला। तर अल्टिमेटली हामी मिलेरै काम गर्ने हो। सरकारको कुनै व्यवसायीलाई हतोत्साही बनाएर उसको व्यवसायलाई धराशायी बनाएर लिएर जाने कुनै पनि उद्देश्य छैन। हामीले भोग्नुपर्ने या हामीले अप्ठ्यारोमा पार्नुपर्ने कोही पनि साथीहरू तपाईँहरू कोही पनि हुँदैन। त्यसैले अब जुन किसिमको डरको जस्तो भएको हो कि भन्ने तपाईँहरूलाई जुन वातावरण सृजना भएको छ त्यो कुनै पनि डरबाट तपाईँहरू मुक्त हुनु होला। कुनै पनि किसिमको डर कायम राख्न जरुरी छैन। तर कतिपय स्टेपहरू यसरी चालिएको छ कि तपाईँले देख्नुभएको छ यो इकोनोमीलाई नै कोल्याप्स गर्नलाई जस्तो गरी चाहिँ जुन किसिमको आक्रामक ढङ्गले इन्स्टिट्युसनहरूलाई क्याप्चर गरेर हरेक ठाउँमा त्यस किसिमका गतिविधिहरू भएका कुरालाई त राज्यले निर्ममतापूर्वक हेर्नै पर्ला नि। अल्टिमेटली त्यो नगरिकन तपाईँहरू कसरी सिक्योर्ड हुनुहुन्छ त? इकोनोमी कसरी सिक्योर्ड हुन्छ त? कहिलेकाहीँ परिस्थितिले, कानुनले, अप्ठ्याराहरूले, राजनैतिक परिवेशले र अस्थिर राजनीतिको शिकार बनेर तपाईँहरू बाध्य भएर कयौँ पोलिटिकल पार्टिज र लिडर्सको ढोका नक गर्न बाध्य हुनुभएको छ। उनीहरूको स्वार्थ पुरा गरिदिँदाखेरि तपाईँहरूले कहिलेकाहीँ नर्म्स एन्ड भ्याल्युजको सीमा रेखाहरू पार गर्नु परेको छ। हामी बुझ्दैनौँ र? हामी यही क्षेत्रबाट आएका साथीहरू छैनौँ र? यही ड्यासमै हेर्नुहोस् न, उहाँहरू सबै आफ्नो क्षेत्रबाट काम गरेर उद्योग व्यवसाय गरेर यहाँ आउनुभएको छ। जे चिज तपाईँले भोग्नु भएको छ रासोपाका अधिकांश ल मेकर्सहरूले भोगेको देखेको चिजहरू हो। आफूले भोगेको आफूले देखेको चिजबाट कि हामी एउटा ठाउँबाट अर्को ठाउँमा आउने बित्तिकै त्यो बिर्सन्छौँ र? हामीले बिर्सेका छैनौँ र हामी बिर्सदैनौँ पनि। त्यस कारणले तपाईँहरू निर्धक्क हुनु होला। यसमा कुनै पनि चिन्ता गर्नुपर्ने त्यस्तो आवश्यकता मैले देखेको छैन। अब सेक्टरल कुराहरू आएको छ, म सेक्टरल कुराहरूमा केही बताउन चाहन्छु। इम्पोर्ट बेस्ड इकोनोमी हो कि कस्तो इकोनोमी हो भन्ने कुरा आइरहेको छ यहाँनिर। हाम्रो इकोनोमी एउटा सेक्टरले मात्र कन्ट्रिब्युट गरेर हुने इकोनोमी होइन, मल्टिपल सेक्टरको कन्ट्रिब्युसनले हुने इकोनोमी हो यो हाम्रो। अफकोर्स खाद्य सुरक्षा, देश खाद्य रूपमा सुरक्षित नभइकन खाद्य सुरक्षाको कुरालाई मध्यनजर नराखिकन अन्य डेभलपमेन्टको कुराहरू गर्न असाध्यै गाह्रो छ। त्यस कारणले भएको मान्छेको तलका किसानहरूको कुरा जुन यहाँ उठ्यो उनीहरूलाई सुरक्षित नपारिकन, मुलुकलाई खाद्य सुरक्षित नपारिकन अन्य कुराहरू अगाडि बढ्न सक्दैनौँ। त्यो मात्र होइन, अनि ऋण उद्योगहरू अगाडि चलाउने हो भने पनि सरकारले मोडलहरू ल्याओस्, हामी तयार छौँ भन्नुभएको छ। यिनीहरूको अत्यन्त स्वागत योग्य कुराहरू। सरकार इमोसनले चाहिँ चल्दैन। कतिपय उद्योगहरू हामीले भन्नुभएका उद्योगहरूलाई, ऋण उद्योगहरूलाई एउटा मोडलमा लिएर गएर पब्लिकको पनि पार्टनरसिप गराएर प्राइभेट सेक्टरलाई पनि सहभागी गराएर सरकारले पोलिसीहरू निर्धारण गरिदिएर सञ्चालन गर्ने कुरा, कतिपय कुराहरू त्यो जायज देखिने पनि आउला, कतिपय कुराहरू इमोसनल मात्र पनि होला। इमोसनलले मात्र कुरा गरेर पनि हामीले हुँदैन, हामीले व्यवहारिक कुराकानी पनि गर्नुपर्ने हुन्छ। त्यसका लागि सरकार तयार छ, यहाँहरू त्यसको लागि निर्धक्क हुनु होला। र कतिपय इन्स्टिट्युसन्सहरूमा हामीले त्यो पोलिसीलाई अलिकति क्याप्चर गर्नको निमित्त, त्यहाँका निर्णयहरूलाई केही मानिसहरूको लाभका लागि प्रभाव पार्नको निमित्त मानिसहरू राखिएका छन्। राजनीतिक उद्देश्य राखेर यो इकोनोमिक इन्स्टिट्युसन्सहरूलाई पनि क्याप्चर गर्ने जुन परिपाटी थियो त्यसलाई पनि अलिकति धावा बोलेको भनौँ न हिसाबले पनि हामीले रिफर्म चाहेका छौँ। त्यो रिफर्मले अल्टिमेटली प्राइभेट सेक्टरलाई नै मद्दत गर्छ होला। प्राइभेट सेक्टरलाई अगाडि नबढाइकन मुलुकले कुनै पनि गोल हासिल गर्न सक्दैन। झन् यो सरकारको गोलको लागि त प्राइभेट सेक्टरको मनोबल पनि उच्च हुनुपर्छ, लगानीको वातावरण पनि उच्च हुनुपर्छ। पोलिसी रिफर्मका मामलामा सरकार तयार छ। कहाँ तयार भएको कुराको एउटा उदाहरण त मैले यहाँहरूलाई दिइ नै सकेको छु। हामीले हाम्रो वाचापत्रमा जे कुराहरू राखेका छौँ त्यो नै यहाँहरूले पनि चर्चा गरि नै सक्नु भएको छ। त्यसैले गर्दा म यहाँलाई यति चाहिँ निर्धक्क के गराउन चाहन्छु भने अब सरकारले दिने इम्प्लोइमेन्ट, सरकारले 10 जनामा सरकारले एकजनालाई 10 जना प्रति 10 जनामा सरकारको क्यापासिटीले 1 जना 2 जनालाई इम्प्लोइमेन्ट दिन सक्ला। बाँकी 9 जना 8 जनालाई त प्राइभेट सेक्टरले नै इम्प्लोइमेन्ट दिने होला। त्यसकारणले हाम्रो यो लक्ष्य जति मानिसलाई हामी
इम्प्लोइमेन्ट जेनेरेट गर्छौँ भन्ने कुराको लक्ष्य लिएका छौँ। त्यसका लागि पनि यहाँहरू सबैको आवश्यकता नै छ, यहाँहरू सबैको साथको आवश्यकता नै छ। इमान्दार रूपमा चाहिँ हामीले हाम्रो प्रयासहरू अगाडि सारेका छौँ। नयाँ सेक्टर्सहरूको खोजी पनि गर्नै पर्ने हुन्छ। अब इन्फ्रास्ट्रक्चर नबनाइकन चाहे त्यो कम्युनिकेसनमा इन्फ्रास्ट्रक्चरको कुराकानी अघि निस्क्यो, एन्सलबाट पनि आउनुभयो, कुरा आयो, अन्य साथीहरूले पनि गर्नुभयो, यो आइसिटीको विषयमा पनि कुराकानी गर्नुभयो। हामीले इन्फ्रास्ट्रक्चरमा लगानी नगरिकन त्यहाँ प्राइभेट सेक्टरलाई अझ सहभागी नगराइकन हामी त्यो गोल हासिल गर्नै सक्दैनौँ। एनर्जीमा पनि त्यही कुरा लागु हुन्छ। एनर्जीको सेक्टरमा त अझ कयौँ चिजहरू सरकारले नै लाइसेन्स होल्ड गरेर राखेको कुराहरू पनि आइरहेका छन्। त्यो होल्ड गरेर राख्नुको पछाडि केही भेस्टेड इन्ट्रेस्टहरू छन् कि त्यसको पनि खोजी हामीले गर्नै पर्छ। फेरि पनि त्यहाँ पनि गभर्नेन्सको कुरा आउँछ। आइपिओकै कुराकानी गर्नुहोस् न तपाईँहरू। अब नमिठो नमान्नु होला, नागरिकको पैसा डुबाउने किसिमको कहिलेकाहीँ आइपिओहरू हामी बुक्स मिलाएर पनि घाटामा छ कम्पनी, बुक मिलाएको छौँ, बुक मिलाएर चाहिँ हामीले यसलाई नाफामा गयो कम्पनी बनाएर पब्लिकलाई भटाभट आइपिओ सेल गरिरहेको छ, जनताको पैसा डुबिरहेको छ। अब त्यतिखेर सरकारले चाहिँ नि हामीलाई निर्मम भयो, व्यवसायीलाई तर्सायो भन्नुभयो भने त आई हेभ टु से आइम सरी। हामी त व्यथितिलाई अन्त्य गर्नको निमित्त आएको सेलेक्टिभ चेरी पिकिङ त सरकारले गर्नै सक्दैन। हरेक सेक्टरको व्यथितिलाई जब निमिट्यान्न पारौँ भनेर अगाडि बढिसकेपछि उद्योग वाणिज्य क्षेत्रका व्यथितिहरूलाई त अलग्गै छोड्न त हामी सक्दैनौँ होला। तर के भने त्यो आतङ्कको वातावरण सिर्जना नहोस्। सरकारले विशेष गरेर आर्थिक मुद्दाहरूमा, अर्थतन्त्रसँग जोडिएका आर्थिक मुद्दाहरूमा हेर्ने चाहिँ के हो भने आर्थिक मुद्दाहरूमा तिराउने हो। कसैले गलत गरेको छ भने त्यो फाइन तिराउने होला, ट्याक्सेसमा प्रब्लम छ भने ट्याक्सेस तिराउने होला। त्योभन्दा बाहेक गएर अर्थतन्त्रलाई नै चोट पुर्याउने किसिमका र मैले अघि भने जस्तो कतिपय गतिविधि त यहाँहरूले अहिले देखिरहनु भएको छ होला। यो चाहिँ लगभग कतिपय सेक्टरलाई कोलाप्सै बनाउने, क्याप्चर गर्ने किसिमको जुन वातावरण देखियो, त्यसमा सरकारले अलिकति निर्ममतापूर्वक कदम चालेको। त्यसभन्दा बाहेक तपाईँहरूलाई अत्याउने अथवा केही गर्ने कुनै सम्भव त्यस्तो छैन। हामीले भनेकै छौँ अर्थतन्त्रमा चाहिँ सम्भावना भएको चाहिँ यो सूचना प्रविधि क्षेत्रलाई राष्ट्रिय रणनीतिक उद्योग नै घोषणा गरी अगाडि बढ्छौँ भनेर भनेका छौँ। यसले क्रिएट गर्न सक्ने जति इम्प्लोइमेन्ट क्रिएट गर्न सक्छ त्यसमा सरकार सचेत छ। त्यसमा ट्याक्सेसनका कुराहरू, ट्याक्स ब्रेकका कुराहरू हामीले सुनेको छौँ, हामीलाई थाहा छ। सर्टेन इयर्स ट्याक्स ब्रेक गरेर जाँदा अथवा त्यो एक्सपर्ट्सहरूको चाहिँ त्यो पर्सनल इन्कममा पनि ट्याक्समा अलिकति केही न केही ध्यान दिइयो भने इन्कमको 50% ट्याक्समा बुझाउनु पर्दाखेरि मान्छेलाई त्यो राम्रो लाग्ने कुरा पनि होइन। त्यसलाई त्यो एकदम जायज कुराहरू छन्, त्यसलाई क्रमशः अगाडि बढाउँदै जान्छौँ। तपाईँहरूले भन्नुभएका धेरै कुराहरू चाहिँ यसपटकको बजेटले समेट्छ। अर्थमन्त्रीज्यूलाई म यही कुरा पनि गर्छु यस पछाडि आज भएका कुराहरू, र पार्टीको तर्फबाट उहाँहरूलाई हामी निर्देशन पनि जारी गरेका छौँ कि बाचापत्र अनुसार अगाडि बढ्नु होला। हामीले पिपुललाई गरेको बाचा, हामीले प्राइभेट सेक्टरलाई गरेको बाचा, उद्योगी व्यवसायी साथीहरूलाई गरेको बाचा, त्यही अनुसारले चाहिँ हामी अगाडि बढ्नुपर्छ भन्ने कुरा मैले भनेकै छु। अब यो स्वदेशी स्टार्टअपलाई चाहिँ विश्वव्यापी बजारमा जोड्नको निमित्त हामीले पेमेन्ट गेटवेहरूको चाहिँ यो चाहिँ कानुनी र यो प्राविधिक अडचनहरू छन्, त्यसलाई तत्काल हटाउनु पर्नेछ। त्यसको प्रावधानमा पनि हामी काम गरिरहेका छौँ। अर्थमन्त्रीले तपाईँहरूसँग छलफलमा भनेर पनि आउनुभएको छ र कतिपय अडचनका रूपमा रहेका, हिन्ड्रेन्सको रूपमा रहेका कानुनहरूलाई एकैपटक हटाउने, एकैपटक यी चाहिँ असान्दर्भिक र अप्ठ्यारो पार्ने किसिमका कानुनहरूलाई एकैपटक हटाउनको निमित्त हामीले केही नीतिगत प्रयासहरू अगाडि सारिरहेका छौँ। ती नीतिगत प्रयासहरूले पक्कै पनि काम गर्छ। यहाँ कुराकानी भइहाल्यो, टिएसपिपीको कुराहरू पनि आइ नै सक्यो, तपाईँहरूले दिनुभएको सजेसनकै रूपमा लिएको छौँ। यहाँ सनसेट लको पनि कुरा आएकै छ। अर्थमन्त्रीजीसँगको छलफलमा तपाईँहरूलाई अहिले पछिल्लो समय याद गर्नुभएको छ कि छैन, पार्टीले एउटा निजी क्षेत्रलाई अलिकति महत्त्वका साथ हेर्ने भन्ने नीति लिएसँगै अर्थमन्त्रीज्यूले तपाईँहरूसँगको संवादलाई सजिलो र निरन्तर बनाइरहनु भएको छ। आजको यो छलफलपछि उहाँसँग मेरो कुराकानी पनि हुन्छ, त्यसलाई अझ बढी उहाँहरूले हेर्नुहुनेछ। त्यसभित्र ओभर रेगुलेसन्सहरूले समस्या पारेको कुराहरूलाई हामी केयर गर्छौँ र देशभित्र र बाहिरबाट पनि आउने लगानीको वातावरण सृजना गर्नको लागि एउटा त स्टेबल सरकार एउटा सबैभन्दा ठुलो, सबभन्दा बलियो माध्यम हो। त्यो मेसेज संसारभरि पुगेको छ भन्ने मलाई थाहा छ। अलिकति इन्टरनेसनल कम्युनिटीका साथीहरू पनि हुनुहुन्छ। माई क्लियर मेसेज टु द बिजनेस कम्युनिटी इज नेपाल इज ओपन फर बिजनेस, नेपाल इज सिक्योर्ड फर बिजनेस, वी विल सिक्योर इट, इन्भेस्टर्स आर सिक्योर्ड, योर इन्भेस्टमेन्ट इज सिक्योर्ड। सो
every way possible. We are very much committed. So I'm sure that this message will go to the world. यसले चाहिँ के स्पष्ट पार्छ भने हामी व्यापारको लागि, व्यवसायको लागि, हाम्रो इन्टरनल साथीभाइहरूको लागि पनि हामी तयार छौँ र जति पनि इम्प्लोइमेन्टका लागि हामीले नम्बरहरू सोचेका छौँ त्यसका लागि हामीले वैदेशिक लगानीको वातावरण पनि हामी सृजना गरिरहेका छौँ र त्यो वैदेशिक लगानी हामी कहाँ आउँदा हामी व्यवसायीको सुरक्षा, व्यवसायको सुरक्षा, लगानीको सुरक्षा र तपाईहरुले नीति नियमको अधीनमा रहेर मुनाफा प्राप्त गर्ने त्यो तपाईको अधिकार, त्यसको सुरक्षाका लागि सरकार एकदमै धेरै प्रतिबद्ध छ। त्यसकारणले यसमा यहाँहरुले कहीं पनि डाउट गर्नु पर्दैन। अफ कोर्स एलडीसी ग्रेजुएट भइसकेपछि हाम्रा कयौं चीजहरु हामीले हाम्रो फेसिलिटिजहरु, हाम्रो सब्सिडिजहरुमा समस्या आउँछ भन्ने कुरामा सरकार सचेत छ। त्यसका लागि आवश्यक नीतिहरु तर्जुमा गर्नुपर्ने हुन्छ। त्यतिखेर पनि तपाई हामी एउटै टेबलमा बस्नुपर्ने हुन्छ। सचेत छ। यो चाहिँ चाँडै नै यो आफैमा एउटा एलडीसी ग्रेजुएसन इज एउटा आफैमा एउटा गुड न्यूज सँगसँगै त्यसको सर्टन ब्यागेजेसहरु आउँछ भन्ने कुरामा सरकार सचेत नै छ। त्यसकारणले आउन सक्ने ब्यागेजहरुलाई कसरी ह्यान्डल गर्ने भन्ने कुरामा फेरि पनि तपाईहरुसँग चाहिँ हामीले निरन्तर बस्नु नै पर्ने छ। टुरिज्मको कुरा मैले अघि गरि नै हालेँ। हो हामी एउटा वेस्ट इकोनोमीमा छौँ अहिले यतिखेर। साउथ एसियाकै सबैभन्दा गरिब र खराब इकोनोमीमा हामी बसिरहेका छौँ। तर कहिलेकाहीँ यो भू राजनीतिलाई के भनिन्छ भने हामी जुन भू राजनीतिक अवस्थामा ठाउँमा बसिएका छौँ, जहाँ चाहिँ हामी अवस्थित छौँ, यसलाई लिएर कुराकानी हुन्छ। मैले अहिले यो डेभलपमेन्ट पार्टनर्सहरूसँग, एम्बेसडर्सहरूसँग बस्दाखेरि मैले उहाँहरूलाई भन्ने कुरै एउटै छ। हामीले डेभलपमेन्ट डिप्लोमेसी भनेर भनेका छौँ र इकोनोमीलाई केन्द्रमा राखेको डिप्लोमेसी नै हाम्रो डिप्लोमेसी हो। हामीसँग अरू केही चिजै छैन तपाईसँग गर्ने। मेरो वास्तवमा भन्नुहुन्छ भने थाहा छैन प्रिभियस पोलिटिसियन्सहरूको डेभलपमेन्ट पार्टनर्सहरूसँगको कम्युनिकेसन, उहाँहरूको मिटिङ अथवा एम्बेसडरहरूसँगको मिटिङ कस्तो हुन्छ मलाई त्यस्तो जानकारी छैन। म त्यस्तोमा बसेको छैन। तर मसँगको मिटिङ चाहिँ एकदमै सर्ट र सटिक हुन्छ। एकदमै हामी इकोनोमिक ग्रोथ, हाम्रो अरू कुरा केही पनि छैन, लेट्स टक अन नम्बर्स भन्छु म चाहिँ। उहाँहरू पनि खुसी हुनुहुन्छ कहिलेकाहीँ, हो यस्तो कुरा भएको थिएन भन्नुहुन्छ। हाम्रो कुरा नै त्यही हो, हामी नम्बर्समा कुराकानी गरौँ। कुन .com कसको भन्ने कुरो यो नो वान नोज एभ्री वान नोज जस्तै हो। त्यहाँ अलिक कन्ट्रोल गर्नुभयो भने त्यो पनि ठिक हुन्छ जस्तो लाग्छ मलाई। सो तपाईहरुलाई चाहिँदैन। तपाईहरुलाई किन चाहिन्छ भने यु स्टे इन योर फ्याक्ट्री, यु टेक केयर अफ योर बिजनेस, विल टेक केयर अफ द पोलिसिज। त्यसकारणले तपाईहरुलाई कति सजिलो ठाउँमा तपाईहरु कुन फेजमा आइपुग्नु भएको छ भने अहिले हेर्नुहोस् त, एउटा पोलिटिशियन तपाईलाई के भनिरहेछ भने तपाईहरुले हाम्रो पार्टीलाई चन्दा दिनु पनि पर्दैन, तपाईहरुले हामीलाई केही प्लिज गर्न पनि पर्दैन, हामीलाई पर्सनली सम्बन्ध राख्नु पनि पर्दैन, हामी पोलिसी राम्रो बनाएर तपाईहरुलाई सिक्योर गर्छौं। खाली के भने यो ट्रान्जिसन फेजमा भए हुनाले यो बीचमा भएका व्यतिथिलाई अलिकति गभर्नेन्सका कुराको चाहिँ दृष्टिकोणले हामी केही इन्भेस्टिगेसन गरिरहेका छौं। त्यसमा कहीँ कतै तपाईको डोर नक भएछ भने सघाइदिनुहोस्। अल्टिमेटली आर्थिक अपराधसँग जोडिएका मुद्दाहरूमा आर्थिक दृष्टिकोणले नै हेर्नुपर्छ, त्यसलाई आपराधिक दृष्टिकोणले हेर्न हुँदैन भन्ने कुरामा हामी एकदमै स्पष्ट छौं। तर कहिलेकाहीँ इन्भेस्टिगेसन गर्नु पर्यो र सघाउनु पर्यो भने त्यस्तो सघाउनका लागि सरकारका इन्स्टिट्युसन्सहरूले तपाईलाई डोर नक गरेछन् भने तपाईहरुले त्यसलाई प्रतिष्ठाको विषय चाहिँ नबनाइदिनु होला। प्रतिष्ठाको विषय होइन, किनभने तपाईको माध्यमबाट हामी ठूलो कुनै स्क्यामको इन्भेस्टिगेसन गरिसकेका हुन सक्छौं। त्यहाँ तपाईको सानो कन्ट्रिब्युसनले मद्दत गर्न सक्छ। आफ्टर अल अर्को जेनेरेसन, सेकेन्ड जेनेरेसन तपाईहरुको पनि त यो ठाउँमा सिक्योर्ड होस् भन्ने चाहन्छ। त्यो सिक्योर्ड हुने ठाउँहरू खोजिरहेको छ। त्यसकारणले त्यो सिक्युरिटीको लागि भए पनि हामीले काम गर्नुपर्ने हुन्छ। यो एमआरपी को प्रब्लम चाहिँ अहिले तत्काललाई हामीले कल गरेर आयो त्यो कसै नि यो फायर फाइटिङ जस्तो आगो लाग्यो कि निभाउनु पर्ने अवस्थामा अहिले छौं होला। तर डोन्ट वरी, यो आउने बजेटले यसलाई सम्बोधन गर्छ। जस्तो अहिले पनि भर्खरै पनि एमआरपी को कुरा मैले यता चाइना तर्फको भन्सारमा अड्किएको कुराहरूलाई जानकारीमा आएको थियो। तर त्यसलाई हामीले टेक केयर गरिसकेका छौं। मन्डे भोलि त्यो पर्टिकुलर अहिले भर्टिक्स यो केस सल्भ हुन्छ, त्यसको चाहिँ लेटर्सहरु रेडी नै भइसकेको छ। तर अल्टिमेटली यु आर राइट अन दैट, त्यसमा केही समस्या पर्दैन। हामी यसलाई बजेट आउने बजेटले यस्ता कुराहरूलाई राम्रोसँग सम्बोधन गर्छ, त्यसमा यहाँहरूले चिन्ता गर्नु पर्दैन। खाली के भने यो दुईवटा कुरा हुन्छ, यो सत्ता र सरकारको कुरा जहिले पनि गर्छु म। सरकार हाम्रो छ, सत्ता चाहिँ हाम्रो भइसकेको छैन है। त्यसकारणले सत्ताले दिने दुःख चाहिँ तपाई हामी सबैले त्यो दुःख केही समय भोग्नुपर्छ होला। त्यसकारणले यो सत्ता परिवर्तन हुन जरुरी छ। सत्ता भनेको एउटा माइन्डसेट हो कि व्यवसाय, उद्योग, यो देशको समस्या के छ भने सबैजना धनी हुन चाहन्छन्, धनी मान्छे कसैलाई पनि मन पर्दैन।
होइन? तपाईँहरू त टार्गेट जस्तो हुनुहुन्छ नि यस हिसाबले। सरकार त्यसरी सोचिरहेको छैन। त्यस कारणले तपाईँहरू निर्धक्कसँग आफ्नो व्यवसाय गर्नुहोस् र कुनै व्यवसायीमा प्रश्न उठेछ भने, कुनै व्यवसायीको काम, कुनै व्यवसायीले गरेको व्यवहार ट्रान्ज्याक्सनमा त्यसमा कहीँ कतै समस्या उठेछ भने त्यसको असर व्यवसायलाई नपरोस् भन्ने कुरामा एकदमै सचेत हुन्छौँ। आज तपाईँहरूले भन्नुभएको विषयले यो कुरामा पनि मलाई जोड दिन मद्दत गरेको छ। तस्करी, देश नै तस्करमय भएको छ भन्ने पनि यहाँ प्रश्न आएको छ। त्यसलाई नियन्त्रण गर्दाखेरि अहिले अलिकति बोर्डर साइडमा केही नोइजहरू क्रिएट भएको पनि छ। एकातिर कन्ज्युमरका हिसाबले बोर्डर एरिया अलिकति ध्यान दिनुपर्ने ठाउँ के छ भने, बोर्डर एरियामा मान्छेको जीवनशैलीका रूपमा हामी वारिपारी गएर आफ्नो जीवन चलाउँछौँ। तुलनात्मक रूपमा त्यो सस्तो बजार छ। तर सँगसँगै वारी व्यवसायीहरू हुनुहुन्छ, उहाँहरूको व्यवसाय पनि फस्टाउन जरुरी छ। तुलनात्मक रूपमा त्यो कन्ज्युमरका लागि महँगो पर्न जाने अवस्था हुन्छ। यो दुईटै कुरालाई मध्यनजर गरेरै सरकारले पोलिसीहरू बनाउनु पर्ने हुन्छ, जनजीवन पनि प्रभावित नहोस् र हाम्रो प्रायोरिटी चाहिँ हाम्रा उद्योगी, हाम्रा व्यापारी, हाम्रा व्यवसायीहरूको उन्नति हो। सँगसँगै हाम्रा कन्ज्युमरहरूको, हाम्रा आम सर्वसाधारणको जनजीवनको सहजता पनि हो। यो दुईटाको बीचमा तालमेल हुनको लागि केही समय लाग्न सक्छ। यसलाई यहाँहरूले अन्यथा रूपमा नलिनु होला र वर्ल्ड क्लास इन्स्टिट्युसन्सहरू बनाउने कुरामा हामी एकदमै कटिबद्ध छौँ। हामीले आफूलाई विश्व मानचित्रमा देखाउने भनेकै हाम्रा इन्स्टिट्युसन्सहरू र तिनीहरूको चाहिँ कम्प्लायन्सलाई हेरेर हामी कुन कम्प्लायन्समा छौँ, कहाँ छौँ भन्ने कुरा नै हेर्ने हो। त्यसमा पनि सरकार प्रतिबद्ध छ, कटिबद्ध छ। सिमेन्ट चाहिँ उद्योगहरूले जो चाहिँ आत्मनिर्भर मात्र होइन, निर्यात समेत गर्न सक्ने अवस्थामा पुगेका छन्। त्यो भोलि धराशयी होला कि त्यसले चाहिँ केही पोलिसिजहरू मागेको छ, सरकारको केही ध्यान मागेको छ भन्नुभएको छ। अफकोर्स त्यसमा हामी ध्यान दिन्छौँ नि। त्यसमाथि पनि हामीले यो इन्फ्रास्ट्रक्चर, मलाई त के छलफल हामी गरिरहेका थियौँ भने, हामी त्यो इन्फ्रास्ट्रक्चर इमर्जेन्सी लगाउने हो कि क्या हो इन अ वे। किनभने नेपाल एउटा आयोजना बन्न 30औं वर्ष लाग्छ भने यसलाई इन्फ्रास्ट्रक्चर इमर्जेन्सी लगाएर 3 शिफ्टमा काम गरेर ब्यारेक मोडलमा काम गरेर अगाडि बढाउन सकियो भने भन्ने लाइनमा हामी कुराकानी गरिरहेका छौँ। त्यस कारणले साँच्चै नै हामी तपाईँ दाउन्नेको कुरा गर्ने इक्जाम्पल लगाइदिनुहोस् न। दाउन्नेको त्यो 7 किलोमिटर उकालो चाहिँ बन्नको लागि कति एउटा पुस्ता लाग्ने भने त हामी साँच्चै नै इमर्जेन्सीमा छौँ। इफ इट्स एन इमर्जेन्सी, मेबी हुनसक्ला आवश्यक कुराहरूको जोड गर्नु 7 दिन बाटो बन्द हुन्छ भनेर त्यो 7 दिनमा डे नाइट 3 शिफ्ट काम गरेर अगाडि बढ्नुपर्छ कि? मतलब मैले सरकारको स्पिरिटको कुराकानी गरेको, हामी कुन तहमा काम गर्न चाहिरहेका छौँ भन्ने कुरा गरेको। त्यसैले गर्दाखेरि हामीलाई जरुरत पनि पर्छ, स्पेसली अब अहिले अन्य निर्माण सामग्रीहरूको यो पेट्रोलियम पदार्थको मूल्य वृद्धिले यो क्षेत्रमा परेको असर छ। त्यो असरलाई ध्यान दिएर हामी यसलाई ध्यान दिइरहेका छौँ। एन्ड अगेन यहाँभित्र पनि फेरि गभर्नेन्सको कुराहरू आउँछ। फेरि उद्योगीलाई चाहिँ धरपकड गर्यो भनेर तपाईँहरूले भन्नुहोला। अब अफकोर्स अब हेर्नुहोस् न, जुन चाहिँ सिस्टमभित्र नै गएर तपाईँहरूमध्ये खुल्ला रूपमा जो कोहीले पनि पाउनु, प्रतिस्पर्धा गरेर पाउनुपर्ने चिज कसैले चाहिँ नि सिस्टमलाई चाहिँ नि क्याप्चर्ड गरेर लियो कुरालाई, त्यसलाई त धरपकड भन्न पाइँदैन। त्यो त इन्भेस्टिगेट हामीले गर्नै पर्छ। अगेन त्यो आर्थिक अपराधसँग सम्बन्धित कुराहरूलाई अन्य अपराधको आँखाले हेरिँदैन भन्ने कुराको अस्योरेन्स म तपाईँहरूलाई गराउँछु। तर केही समय यो मुलुक एउटा अर्को चरणमा जाँदै गर्दा, डिपार्चर लिँदै गर्दा सबैको कन्ट्रिब्युसन माग्छ यसले। कन्ट्रिब्युसन भनेको त्यो सडकमा ढलेका जेन्जी भाइ बहिनीहरूको त्यो शरीर मात्र होइन, नागरिकका रूपमा समाजको विभिन्न पेसा र व्यवसाय गरेका हामी सबै मान्छेहरूको केही न केही कन्ट्रिब्युसन यो टाइममा किन चाहिन्छ भने हामी यो कुशासनको युगबाट डिपार्चर लिँदैछौँ। यो डिपार्चर लिँदाखेरि केही समय तपाईँको बटम लाइन थोरै डिक्रिज होला, तपाईँलाई अलिकति असहजता होला। तर तपाईँ हामी यस्तो पुस्तामा पर्छौँ, यो पुस्ताले एउटा पुस्ताले योगदान नदिइकन त कुनै पनि देश बन्दैन। कुन पुस्ताले दिन्छ योगदान? हामी पुरेर अर्को पुस्ताले दियोस् भन्ने हो कि? त्यो छुट हामीसँग छैन। त्यो पुस्ता पनि हामी नै हो। पोलिटिसियनको रूपमा हामी होला, बिजनेस एन्टिटीको रूपमा तपाईँहरू हुनुहुन्छ। जसोतसो हामीले धानेर यहाँसम्म ल्यायौँ। अब यसलाई ग्रेजुएट गर्न, यसबाट डिपार्चर लिन हाम्रो थोरै कन्ट्रिब्युसनको आवश्यकता पर्छ। मैले अलिकति मेटाफोर युज गरेर एकचोटि भनेको थिएँ, यो खेल निकाल्नै पर्छ भनेर भनेको थिएँ। त्यो खेल निकाल्नै पर्छ भने मान्छेले चाहिँ यो धरपकड गर्ने त्यो अर्थमा बुझेको होला, त्यो बिल्कुल होइन। त्यो भनेको हामी सबैले एक्स्ट्राअर्डिनरी एफर्ट लगाउनु पर्ने बेला हो, हामीलाई अलिकति बढी दुख्ने बेला हो, हामीले अझ बढी कन्ट्रिब्युट गर्ने बेला हो। यो कन्ट्रिब्युसनले हामी अनुगतगता एउटा राम्रो ठाउँमा पुग्छौँ। त्यो ठाउँमा पुग्दैछ। संसारका कयौँ मुलुकहरूले पनि एउटै पुस्ताले विकास गरेका देशहरूको कयौँ उदाहरण छन्। 1 जेनेरेसन इज मोर देन इनफ। त्यो
त्यो जेनेरेसन को हो त भने त्यो जेनेरेसन कुन भनेको त्यो जेनेरेसन यही हो, त्यो जेनेरेसन हामी हौँ, तपाईँ म हामी यहाँ बसेका हामी सबै हौँ। त्यस कारणले जोइन्टली काम गरौँ। पोलिसी रिफर्ममा सरकार तयार छ, तपाईँहरू बताउनुहोस् हामीले नीतिगत रूपमा कानुनी रूपमा कहाँ कहाँ के कुराहरूलाई टेक केयर गर्न पर्यो, हामी त्यसको लागि तयार छौँ र अन्य तरिकाले के कुरामा मद्दत गर्नुपर्छ हामी त्यसको लागि पनि तयार छौँ। वन ऐनको कुरामा हामी अगाडि बढिसकेका छौँ, तपाईँहरूले केही डिफ्रेन्सेस चाँडै देख्नुहुनेछ, कहाँ समस्या परेको छ त्यसले अप्ठ्यारो पर्दैन, कुनै पनि चिन्ता गर्नु पर्दैन। त्यो सँगसँगै ब्याङ्करको हो व्यवसायीको हो त्यो छुट्याउने भन्ने कुरा बाफियाको कुरा अघि तपाईँले भन्नुभएकै छ, त्यहाँ पनि अलिकति नीतिगत त्यहाँ थोरै करेक्सनको आवश्यकता त छँदैछ। त्यसलाई स्पष्ट पार्ने हकमा त्यसको पनि करेक्सन हुन्छ नै, हामी पक्कै पनि हेर्छौँ। र डिजिटल इन्फ्रास्ट्रक्चर, फिजिकल मात्र होइन डिजिटल इन्फ्रास्ट्रक्चरको जुन कुराकानी आएको त त्यो अब गेम चेन्ज गर्ने कुरा नै हो। त्यस कारण त्यसमा पनि सरकार एकदमै प्रतिबद्ध छ, त्यसमा पनि यहाँहरू निर्धक्क हुनु होला। सिक्योर्ड गर्नुपर्ने छ, हामीले हाम्रो देशलाई सिक्योर्ड गर्नुपर्ने छ, यो पुस्तालाई सिक्योर्ड गर्नुपर्ने छ। म खालि यति मात्र आज आफ्नो कुराहरू भन्नुभन्दा पनि तपाईँहरूको धेरै कुरा सुनौँ भनेर किन पनि उपस्थित भएको छ भने किन नआत्तिनु होला भने रासोपा चलिआएको राजनीतिलाई निरन्तरता दिनको निमित्त आएको डेफिनेटली होइन। हामीलाई अर्को पटक चुनाव जित्छौँ जित्दैनौँ भन्ने कुराको साँच्चै नै पर्वाह छैन। हामी को मन्त्री हुने को प्रधानमन्त्री हुने भन्ने कुराको होडबाजीमा हामी बिल्कुल छँदै छैनौँ। अघि कतिले चिन्ता गर्नुभयो पार्टी र सरकार बिच कन्फ्लिक्ट आउँछ कि भन्ने कुरा गर्नुभयो, त्यो सम्भावनै छैन। किनकि जब तपाईँहरूले आफ्नो कार्यक्षेत्रको रेखा गर्नुहुन्छ त्यो रेखा हाम्रो लागि लक्ष्मण रेखा हो, हामी त्यो कुरा नाग्ने पक्षमा छैनौँ। हामी पावर टसल गर्ने, पावरको भागभण्डामा चाहिँ लडाइँ गर्ने त्यो वातावरणमा बिल्कुल छैनौँ। हामीले आफ्ना कामहरूलाई बाँडेका छौँ, हामीले आफ्नो टार्गेटहरू सेट गरेका छौँ र आफ्नो जिम्मेवारीमा हामी बसेर काम गरिरहेका छौँ। प्रधानमन्त्रीको छेउमा अर्को कुर्सी राख्ने, पार्टीमा अर्को कुर्सी राख्ने त्यस्तो किसिमको लडाइँको युगबाट हामी बाहिर निस्किसकेका छौँ। अब हामी ग्रोन इनफ भन्छ नि, हामी त्यो हुर्किसकेका छौँ मजाले। हामीले देख्यौँ त मेरो सपना या अर्को कुनै मान्छेको सपनाको भारी तपाईँहरूले बोक्ने हो र यो देशले बोक्ने हो र यो जनताले बोक्ने हो र हामी त कन्ट्रिब्युट गर्ने हो। 5 वर्ष 10 वर्ष 15 वर्ष जस्तो भूमिकामा बसेर हामीले काम गर्न सक्छौँ, हामी त्यसरी नै काम गर्न सक्छौँ। राजनीतिक रूपमा यो स्थिरतालाई जनताले दिएको यो मेन्डेटलाई हामी इज्जत गर्छौँ, यसको सम्मान गर्छौँ, यसबाट कहीँ पनि दायाँ बायाँ हुँदैन। यो तपाईँहरूले बिल्कुल चिन्ता छोड्नु होला। यो स्टेबिलिटीमा तलमाथि हुन्छ कि कहीँ कतै झैँझगडा पो पर्छ कि यहाँ कहिलेकाहीँ मिडिया ट्रायल तपाईँलाई मात्र गर्छन् हामीलाई पनि गर्छन् नि, यसो भयो र उसो भयो भनिराखेका हुन्छन्। हामी त्योबाट निकै माथि उठेका छौँ। त्यस कारणले यो कन्सपिरेसीहरूको यो युगबाट हामी बाहिर निस्कनु पर्ने हुन्छ। अघि भनिहाल्यो नागरिकलाई नै सुख दिने हो, जस्तो सुकुम्बासीको विषयलाई पनि अलिकति यहाँ कुरा उठाएको थियो नि, अलिकति यो हरेक चिज कुनै पनि कुराको व्यवस्थापन हिजोभन्दा आजभन्दा भोलि अनुभवहरूले योभन्दा बेटर गर्न सक्ने ठाउँहरू पक्कै पनि हुन्छ होला। हामीले जसरी बेटर हुन सक्छ त्यो बेटर हुने वेहरू क्रमशः सिक्दै अभ्यास गर्दै जानेछौँ। तर म के अस्योर गर्न चाहन्छु भने आज 2 दिन कहीँ कतै व्यवस्थापनमा कुनै कमजोरी आएको रहेछ भने पनि अन्ततोगत कुनै पनि नागरिकलाई, यो देशका कोही पनि नागरिकलाई हामी घरबारविहीन बनाउँदैनौँ। यो प्रक्रियामा कसैलाई दुःख भएछ भने पनि त्यो एउटा कन्ट्रिब्युसनको रूपमा राष्ट्रले त्यसलाई स्वीकार गर्यो भन्ने बुझ्नुपर्छ। राष्ट्रलाई गरिएको एउटा कन्ट्रिब्युसन हो, यो ट्रान्जिसनल फेजमा हामीले गरेको कन्ट्रिब्युसन सम्झिनु भयो हुन्छ। दुःख त नालीको बिचमा त्यो खोलाको बिचमा बाढी आउँदा सधैँ आज सेल्टरमा पानी छिर्यो अलरेडी आयो भन्दा पनि सधैँभरि त्यो डर त्रासमा बस्दाखेरि कति गाह्रो थियो उहाँहरूलाई। त्यसबाट बाहिर निकालेर हामी उहाँहरूलाई राज्य छ भन्ने कुराको महसुस गराएरै छोड्छौँ। कसैलाई पनि घरबार विहीन बनाउँदैनौँ। उहाँहरूलाई जसको जग्गा जमिन छैन उहाँहरूलाई पाउने हक अधिकारको सुनिश्चितता हामी गर्छौँ नै गर्छौँ। तर यो प्रोसेसमा थोरै केही समस्या पर्दाखेरि यसलाई अन्यथा रूपमा यहाँहरूले लिनु, जसरी अघि भनियो तलको नागरिकले लिनु भएन, त्यसै गरी यो प्रोसेसमा हामी प्रोस्पेरिटीको एउटा यस्तो सङ्घारमा आएर उभिरहेका छौँ। त्यो प्रोस्पेरिटीको सङ्घारमा उभिरहेको बेलामा तपाईँहरूले केही कन्ट्रिब्युट गर्नुपर्दा, केही अलिकति दुःख हुँदा यहाँहरूले अप्ठ्यारो मान्नु भएन भने हामी चाँडै नै हाम्रो गोल अचिभ गर्छौँ। सँगै काम गरेर टुगेदर एकै ठाउँमा उभिएर हामी अवश्य पनि काम गर्न सक्छौँ। त्यस कारणले यसमा अन्यथा यहाँहरूले केही पनि लिनु पर्दैन। र फेरि पनि म तपाईँलाई रिपिट गरेर के भन्न चाहन्छु भने निर्णय सँगसँगै गर्नु होला। वाट अबाउट द नेक्स्ट जेनेरेसन, तपाईँको घरमा हुर्किएको जेनेरेसन, त्यसले तपाईँले गरे जस्तो गर्छ र उसले गर्दैन। उसले त खालि आफ्नो काम हेर्छ। त्यस कारणले त्यो जेनेरेसनलाई घरमा तपाईँ निर्धक्कसँग के गरेर भन्नु होला भने
तपाईँले कुनै नेता पनि चिन्नु पर्दैन, कुनै पार्टीको सदस्यता पनि लिनु पर्दैन, कसैलाई इच्छा लागे भन्दा बाहेक गएर चन्दा दिनु पनि पर्दैन। हामी प्रोटेक्ट गरिरहेका छौँ। त्यस कारणले यु अल आर वेल प्रोटेक्टेड। तपाईँहरू उच्च मनोबलका साथ काम गर्नुहोस्। मेरो धेरै धेरै शुभकामना छ। यो अमूल्य समय यहाँहरूले दिनुभयो। वास्तवमा आगामी दिनमा यस्ता बैठकहरू तपाईँहरूले अर्गनाइज गर्नु पर्दैन। तपाईँहरूको आवश्यकता सरकारलाई छ, हामी अर्गनाइज गर्छौँ, हामी बोलाउँछौँ तपाईँलाई, र तपाईँहरू हाम्रो एसेट हुनुहुन्छ। यो कुराको हेक्का सरकारले लिएको छ। हस्, थ्याङ्क यू सो मच।